के छ मेरा सब फेसबुक साथीहरू के छ कसो सबै सन्चै आरामै होला भन्ने आशा गरेको छु। र आज चाहिँ म के भन्न आएको छु भन्दाखेरि चाहिँ गाइस हाम्रो घरमा चिसिना फल्याएको छ क्या गाइस होइन। मेहनत त मेहनतै गर्नुपर्छ है, मेहनत नगरेर त केही पनि हुँदैन है गाइस। घरमा मम्मीले एकदम मेहनत कि हाम्रो मम्मी एकदम किसानी के एकदम फार्मरी काम हाम्रो मम्मी धेरै मेहनत गर्ने हुनाले मम्मीले लगाएर फल्याएको छ गाइस। यो मात्र होइन गाइस धेरै छ क्या उता कति छ कि फलेको के। सागको त टेन्सनै छैन क्या गाइस। हाम्रो गाउँघरतिर यति सजिलो हुन्छ नि गाइस। यदि बजारतिर भएको भए त होइन यही चिज किन्नको लागि तपाईँको 200-250 भन्दा बढी पर्छ होला क्या। तर घरमा छ नि त फलेको, घरमा फलेको हुनाले कसरी खाए पनि भयो क्या। डेली मस्तसँग खाए पनि भयो। यति टेस्टी हुन्छ नि गाइस। फेरि यो चिज त यति टेस्टी हुन्छ कुरै नगर क्या गाइस। यस्तै छ गाइस पुरै चिसिन्डा लाएर कस्तो भएको क्या गाइस। डेली सागको टेन्सनै हुँदैन क्या। तरकारीको लागि केही प्रब्लमै पर्दैन क्या गाइस। ल थ्याङ्क यू सो मच माई वाचिङ भिडियो। मेरो भिडियो हेरिदिने हुने सबै महानुभावलाई धेरै माया र सम्झाएको छु। र मेरो भिडियोहरू हेरिदिने कमेन्ट लाइक सेयर पनि गरिदिनु होला। थ्याङ्क यू सो मच फेसबुक फ्रेन्ड, लभ यु अल।